साथी हो, आज म नयाँ यो रेसिपी मेथी मटर मलाई तयार गर्न लागिरहेको छु र अब म स्टार्ट गर्न लागिरहेको छु र हेर्दै जाउँ भरे कस्तो हुन्छ बनाएर यसो देखाउँला है त कस्तो हुन्छ। प्याज र लसुनै बनाएर हातमा हेर्दै जाउँ कस्तो हुन्छ है। आज म यो नौलो रेसिपी तयार गर्न लागिरहेको छु र यसको सामानहरूमा चाहिँ यो मरमसला यति नै, गार्लिक पेस्ट, तेजपत्ता, जिरा, यो काजुको पेस्ट हो, यो मेथी बफाएर चटनी गरेको, यो मटर बोइल गरेको, यो क्रिम हो, यो तेल हो, यो घिउ हो र आजको रेसिपी चाहिँ मेथी मटर मलाई सुरु गर्न लागिरहेको छु। के कस्तो हुन्छ भरे बनाएर देखाउँला है त। धन्यवाद। मेथी मलाई, मेथी मटर मलाई फाइनल यस्तो भएको छ है। अब यसलाई एकछिन पकाएर एकछिन राख्नुपर्छ। अहिले अब यसको फाइनल फेरि सुरु हुन्छ। है मेथी मटर मलाई अब स्वाद गर्न लागिरहेको छु है। इष्टमित्र हो, साथीभाइ हो, खोइ कस्तो हुँदो रहेछ लु हेरौँ है। रोटीसँग चाहिँ आम्मे क्या मिठो हुँदो रहेछ नि मलाई। दामी। यो मेथी मटर मलाई चाहिँ विशेष गरेर यो सुगर पेसेन्टहरूलाई एकदम दामी हुन्छ। सुगर कन्ट्रोल हुन्छ र स्वास्थ्यको लागि पनि एकदमै दामी। कहिलेकाहीँ यसो बनाएर खायो भने स्वास्थ्यलाई पनि राम्रो। एकदम हाइजेनिक, अर्ग्यानिक, प्योर अर्ग्यानिक हुन्छ र दबाईको काम पनि गर्छ र बनाउनु चाहिँ अलिकति झमेला हुन्छ। अल्छी नमानी बनाउनु पर्यो।